नमस्कार कानुनका विद्यार्थी साथीहरू। आजको यस अध्ययन सामग्रीमा हामी फ्रान्सिसी कानुनी प्रणालीको पूरै पदानुक्रम अर्थात् हायरार्कीलाई डिकोड गर्दैछौँ। सुन्दा अलि जटिल लाग्न सक्छ, तर माथिदेखि तलसम्मको यो संरचना बुझ्न साँच्चै नै निकै रोचक छ है। ल सुरु गरौँ। परीक्षाको तयारीलाई सहज बनाउन हामी मुख्यतया यी 5 कुराहरूमा केन्द्रित हुनेछौँ। सुरुमा प्रणालीको आधार, त्यसपछि संवैधानिक परिषद, न्यायिक शाखा, प्रशासकीय शाखा र अन्त्यमा यो सबैलाई सन्तुलनमा राख्ने न्यायिक निगरानी। अब पहिलो खण्डबाट सुरु गरौँ, जुन हो यो प्रणालीको मुख्य आधार अर्थात् देवानी कानुन र संविधान। यहाँ याद राख्नै पर्ने एउटा एकदमै महत्त्वपूर्ण भिन्नता छ। हामीले पढ्ने कमन ल जस्तो यहाँ हुँदैन। फ्रान्सिसी अदालतहरू विगतका नजिरहरूमा भन्दा पनि पहिले नै स्थापित गरिएका संहिताहरू अर्थात् कोडहरूमा धेरै भर पर्छन्। हो, यही नै फ्रान्सिसी कानुनको मुटु हो। अनि अर्को कुरा, फ्रान्सेली प्रणाली एकदमै कडा रूपमा बाँडिएको छ। एकातिर ड्रोइड पब्लिक अर्थात् सार्वजनिक कानुन छ भने अर्कोतिर ड्रोइड प्राइभेट अर्थात् निजी कानुन। यो बीचको रेखा यति स्पष्ट छ नि, कुनै पनि विवाद कुन अदालतमा जान्छ भन्ने कुरा ठ्याक्कै यसैले तय गरिदिन्छ। अब लाग्न सक्छ यो सम्पूर्ण प्रणालीको जग चाहिँ कहाँ छ त? यसको उत्तर हो अक्टोबर 1958मा जारी भएको 5औं फ्रान्सिसी संविधान। आन्तरिक पदानुक्रममा यो नै सर्वोच्च मापदण्ड हो। परीक्षामा यो मिति नबिर्सनुहोला नि। ल अब लागौँ दोस्रो खण्डतिर, संवैधानिक परिषद, जसले कानुनको अन्तिम व्याख्या गर्ने काम गर्छ। यो परिषदको काम साँच्चै नै विशिष्ट प्रकारको छ। यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने सन् 2008को सुधारपछि थपिएको एउटा विशेष अधिकार छ जसलाई ए पोस्टरियोरी समीक्षा भनिन्छ। यसले गर्दा कानुन लागू भइसकेपछि पनि त्यो संविधान सम्मत छ कि छैन भनेर परीक्षण गर्न सकिन्छ। यो एउटा वास्तविक गेम चेन्जर नै थियो भन्दा फरक पर्दैन। यसको नियुक्ति संरचना हेर्ने हो भने शक्ति सन्तुलन गजबको देखिन्छ। 9 वर्षको कार्यकाल हुने यस परिषदमा राष्ट्रपति, सिनेट अध्यक्ष र राष्ट्रिय सभा अध्यक्षले 3-3 जना सदस्य नियुक्त गर्छन्। हरेक 3 वर्षमा 3वटा नयाँ अनुहार आउने यो चक्रीय प्रणालीले गर्दा परिषद सधैँ सन्तुलित र ताजा रहन्छ। अब आउनुहोस् तेस्रो खण्डमा प्रवेश गरौँ, न्यायिक शाखाको संरचना, जहाँ निजी विवाद र अपराधका कुराहरू पर्छन्। 1958को संविधानले शक्ति पृथकीकरणको एकदमै बलियो ग्यारेन्टी गरेको छ। यसको सिधा अर्थ के हो भने न्यायिक शाखा सरकार वा संसदबाट पूर्ण रूपमा स्वतन्त्र भएर काम गर्छ। कसैको पनि दबाव यहाँ चल्दैन। न्यायिक शाखाभित्रै पनि फेरि दुईवटा बाटो छुट्टिन्छन्, एउटा देवानी अदालत र अर्को फौजदारी अदालत। देवानीले व्यक्ति बीचको निजी मामिलाहरू हेर्छ भने फौजदारीले चाहिँ समाज विरुद्धका अपराधहरूको न्याय सम्पादन गर्छ। परीक्षाको दृष्टिकोणले यो विभाजन एकदमै महत्त्वपूर्ण छ, त्यसैले यसलाई राम्ररी दिमागमा राख्नुहोला। फौजदारी न्यायको कुरा गर्दा एउटा ऐतिहासिक तथ्य छुटाउनै हुँदैन। फ्रान्स आफ्नो संविधानमै मृत्युदण्डमा प्रतिबन्ध लगाउने विश्वको 17औं देश थियो। मानव अधिकारको क्षेत्रमा यो साँच्चै नै एउटा विशाल कदम थियो, होइन त? अब यो सम्पूर्ण न्यायिक शाखाको सबैभन्दा माथि अर्थात् शिखरमा को छ त? त्यो हो क्यासेसन अदालत। यसको काम सुन्दा अचम्म लाग्न सक्छ। यसले तथ्यहरूको पुनः सुनवाई गर्दैन। यसले त केवल तल्ला अदालतहरूले कानुन सही रूपमा लागू गरे कि गरेनन् भनेर मात्र जाँच्छ। यसरी यसले देशभरि नै कानुनी एकरूपता ल्याउने काम गर्छ। परीक्षाको लागि अर्को महत्त्वपूर्ण कुरा, यो क्यासेसन अदालतका यी 6वटा छुट्टा-छुट्टै च्याम्बरहरू चाहिँ कण्ठै पार्नुहोला। र यो पनि याद राख्नुहोस्, यदि कुनै विषय एकदमै सर्वोच्च महत्त्वको छ भने असेम्ब्ली प्लेनेयर अर्थात् पूर्ण अदालत पनि बस्न सक्छ, जहाँ सबै च्याम्बरका प्रतिनिधिहरू भेला हुन्छन्। यो एउटा दुर्लभ तर शक्तिशाली अभ्यास हो। ल अब चौथो खण्डतिर अघि बढौँ, प्रशासकीय शाखा, जसले राज्य सम्बन्धी मुद्दाहरूको छिनोफानो गर्छ। न्यायिक शाखाको शिखरमा क्यासेसन अदालत भए जस्तै यस प्रशासकीय शाखाको शीर्ष स्थानमा चाहिँ राज्य परिषद अर्थात् कन्सेल देता रहेको छ। यो निकायको साँच्चै नै दोहोरो भूमिका छ। एकातिर यो सार्वजनिक विवादहरूको अन्तिम न्यायाधीश हो भने अर्कोतिर सरकारको मुख्य कानुनी सल्लाहकार पनि। अचम्मको कुरा त के छ भने यसको करिब आधा काम त सरकारलाई सल्लाह सुझाव दिनुमै बित्छ। अब सोच्नुहोस् त, कहिलेकाहीँ कुनै मुद्दा निजी कानुनको हो कि सार्वजनिक कानुनको भनेर ठूलो दुविधा पर्न सक्छ। त्यस्तो बेला के गर्ने?
हो, त्यही बेला द्वन्द्व न्यायाधिकरण एउटा निर्णायक रेफ्रीको रूपमा मैदानमा आउँछ र यो मुद्दा कसको अधिकार क्षेत्रभित्र पर्छ भनेर विवाद सुल्झाउँछ। अब अन्तिम खण्ड। यति ठूलो न्यायिक संरचनाको स्वतन्त्रता कसरी जोगिन्छ त? यसको निगरानी कसरी हुन्छ त्यो हेरौं। न्यायाधीशहरूका नियुक्ति र अनुशासन सम्बन्धी कुराहरू हेर्ने जिम्मा न्यायपालिकाको उच्च परिषद अर्थात् सीएसएम को हुन्छ। यसलाई पूर्ण रूपमा स्वतन्त्र राख्नको लागि यहाँ निर्वाचित न्यायाधीशहरूकै बहुमत राखिएको हुन्छ। हेर्नुस् त, 16 जना सदस्यमध्ये 12 जना त निर्वाचित न्यायाधीश नै हुन्छन्। यसले गर्दा बाहिरी हस्तक्षेप हुने सम्भावना एकदमै कम हुन्छ। यहाँ एउटा एकदमै सूक्ष्म तर महत्त्वपूर्ण कुरा छ है, ध्यान दिनुहोला। राष्ट्रपतिले संवैधानिक रूपमै न्यायिक स्वतन्त्रताको ग्यारेन्टी त गर्छन्, तर पूर्ण निष्पक्षता कायम होस् भनेर अनुशासनात्मक कारबाहीको बैठकबाट भने उनलाई स्पष्ट रूपमा बाहिरै राखिएको हुन्छ। यो शक्ति पृथकीकरणको एउटा उत्कृष्ट उदाहरण हो। यो अध्ययन सामग्रीको अन्त्यमा आउँदै गर्दा अब एउटा गम्भीर प्रश्नमा विचार गरौँ कि यसरी कडा रूपमा विभाजित यो 2 शाखा प्रणालीले साँच्चै नै न्याय प्रदान गर्न सहज बनाएको छ त, कि यसले कानुनी प्रक्रियालाई थप जटिल पो बनाएको छ? आधुनिक कानुनमा आज पनि यो ठूलो बहसको विषय बनेको छ। यसबारे तपाईहरू पनि सोच्दै गर्नुहोला है। आजको लागि यति नै। आफ्नो अध्ययनलाई यसरी नै निरन्तरता दिँदै गर्नुहोला।